सम्पूर्णमा नमस्ते। म चाहिँ नम्र गुण आयो हजुरहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। आफ्टर लङ टाइम पछि मेरो भ्लग मैले स्टार्ट गर्दैछु। मेबी भयो होला यस्तै 2 मन्थ जति भयो होला मैले भ्लग नचलाएको। त्यही नै हो। जन्मदिनको धेरै धेरै शुभकामना। यही मेरो भिडियो पछाडि डिस्टर्ब गरिरहेको छ कि यहाँ खाना बसाल्यो नि त, त्यही भएर जन्मदिनको दिन नानीले मलाई बनाएर जान्छु, त्यही हो। तताउँदैछु अनि दाल बसाल्दैछु। यसमा चाहिँ खाना रेडी। खाना चाहिँ चामल भिजाएर यहाँ राखेको छु। के लेखेको बाबु? भदा बाबु पानी यस्तो चिली चिली चल्केको पानी बुहारी नानी हो। घरमा यस्तो यहाँ दुध चलाउँदै हो। भैँसीले दिएको अर्ग्यानिक दुध, हाम्रो गाउँघरको अर्ग्यानिक दुध। यहाँ दुध पाकेर यहाँ सब्जी केलाउँदै छौँ हामीले। भयो कट गर। वाउ मिठो ल ल ल हेर यहाँ आऊ त कान्छु, यहाँ आउनुहोस् न, यहाँ आउनुहोस् त। के खानुभएको त्यस्तो? एरिक यहाँ आऊ त, मम्मीलाई देऊ त, मम्मालाई। खोकी लाग्छ न के हो गाइज भन्नु होला। वाउ यो चाहिँ मेरो माइती घरको नजारा। यहाँदेखि देख्न सक्नुहुन्छ भ्यू छरेको। दामी देखेको के हैछ? बाख्रा र कुखुरा फर्म खोल्ने अरे के के ओमकारले। जाऊ एन्जिला। केटाकेटी तल हेर आउनु छोप्न नराख्नु त्यहाँ ब्लकमा सनम फेन लगा।
के गर्नुभएको भन्नु सानो अनि हाय गर न हातले हाय गर न मम्मीलाई चुप्पिदेऊ न त छिटो सानो कहाँ जाने हामी भन त बुम बुम तिमी नजाऊ है अबे साथीलाई बोलाएको हेर्छ साथीलाई बोलाएको कहाँ साथी आमसलाई बोलाऊ त ल ए नानी भन न आऊ भाइ नानी र आमसलाई सम्झिरहेछ नि त मेरो बाबुले होइन अब जानी ल जान्छौ जाँदिनौ ए मामाको घर जाने तिमी त यहीँ बस ल हस् ए तिमी बस म जान्छु ल ए ल तिमी यहीँ बस है के काम सानो यहाँ आउनुहोस् सानो चाहिँ एक्लै खेल्छन् कि यहाँ आऊ न बेबी एरिक एरिक यता हेर त आउनुहोस् न नचल्नुहोस् ओए खै पढेको ल पढ किताब पढ दाजु पढ त ल छिटो पढ त क भन क भन न हेरु क भन टिभी हेरेर पढिन्छ यस्तो हेरेर मेरो आँप कटिङ गरिसकेको छु आधी चाहिँ छ अझै यो आँप काटेर सुकाउनु पर्ने छ अझ घाममा आँप काटेर पनि सुकाएँ आँप काटेर मैले सुकाइसकेँ एउटा यहाँ सुकाएँ भने अर्को चाहिँ के भन्छ यो सुपोमा सुकाएँ अचारको लागि हो यो चाहिँ आजको काम भ्याएर हामी चाहिँ सुत्न लागेको अब के भन्छौ आन्टीको च्यानलमा भन त हेरौँ लाइक सब्सक्राइब गरिदिनु नानीले भने जस्तै मेरो च्यानललाई लाइक सब्सक्राइब गरिदिनु होला थ्याङ्क यू फर वाचिङ